हो गाइस हामी गएर छैन डाँडामा माथि अहिलेको यसो 1 बजेसम्म मास्टर यसो जाउँ त मास्टर यसो घुरिसुरी बनाइदिउँ आँपसा पनि कतिको पाकेको छ यता यसो खाइदिउँ भनेर हिँडेको अब भिडियो देखाउँछु अहिले माथिबाट कस्तो सिन आउँछ यताको होइन यहाँ आँप पाकेर छ कस्तै आएको आँप होइन भर्खर यहाँ झारेको रातो भएर पाकेको रहेछ फेरि कुहिएको भन्ने होला कुहिएको छैन होइन खुसबु राम्रो आइरहेछ ल खाने मान्छे बनाएर ल अब त झार्दै त्यहाँ उठ्यो पनि छ एउटा अर्को पाकेको रहेछ दुईवटा आँप अब खानु परिहाल्यो नि झारेर भेटदेखि बस्यो सुजन टिपेर ल्याउनु नि त खतरा पाकेछ होइन त्यही खाउँ ल अब यो आँख खाएर हेरौँ कस्तो रहेछ होइन अब माथि जाउँ आँख खाँदै खाँदै र चाहिँ खानुपर्ने हुन्छ होइन यत्तिकै चाहिँ खानु मिल्दैन यसो धोएको जस्तो यो आँप चाहिँ धुनुपर्ने हुन्छ पानीमा टक्क लाएर धोएर चाहिँ गममा आँप खाँदै चाहिँ उकालो जानुपर्ने हुन्छ पुरो त्यहाँ हो भुलियो छ के होइन डोको बोकेर हिँड्नु थालेछ आजकल धेरै काम गर्नु थालेछ मजाले मिहिनेती छ ल भाइ नितरले काम गरे भाइ ल आँप खाँदै हिँड्ने उकालो अब कामले आएको कहाँ हामी बसेर उकालो हिँड्ने ल बादल पनि लाग्दैछ होइन अलिअलि घाम पनि लागेको छैन त्यति तर घरिघरि लाग्छ हौ नभए त ठिकै छ बादल लागेको छैन हामी चाहिँ उता डाँडामा जाने हो डाँडा कता हो यो डाँडामा हो त्यो डाँडा मजा आइरहेछ आनन्द माथि छ सुन्नुहोस् हँसिया बोकेर सबै जङ्गलतिर लाग्नु भएको छ हामी त घुम्दै आएको यत्रो त पाठी के लिएर हिँडेको सानो खर्कातिर हालिदिनु हौ कसरी देख्दै छैन नि तर आइपुग्यो ठक्क लाएर बजार हो बजार चौडीको देखा बल